हेलो सेवार एभ्रिवान। सो आज म चाहिँ आज भर्खर नै उठेर चाहिँ मुखसुख धोएर चाहिँ चिया खाँदैछु हो। अन्त यो चाहिँ हाम्रोमा कुखुरा छोडिरहेको छ हो। पोल्ट्री कुखुरा चाहिँ यसरी चल्दो रहेछ हो। यसरी हावा खा भने उता जा न मलाई भएकोमा आउँछौ भाइहरू सुतिरहेको छ होइन यहाँनिर। सुसन चाहिँ हलिँदैन चाहिँ यसरी यसरी चढिरहेको छ हो। माथि उठ्छ हो। पोल्ट्री हेरे पोल्ट्री यस्तो छैन कलर लगाएको जस्तै। यो सुँगुर होइन के साको हो न कराएको छ। यहाँ चाहिँ सुँगुर छ। आम्मामामा कराएको छ हजुर। म त के दिनु के साको पच्चामा तिम्रो रङ्गलाई म चाहिँ यहाँ नक्कल पार्दै घाम पनि आउँदैन त। कोही कोही यता छ हो एक दुईवटा। कोही कोही यहाँ छ कोही कोही यसको यता चेपमा छ कोही कोही यहाँ तल पनि छ। यो सुँगुर के भएको कराएको छ न के आउँछस् के कराको कान खाइसकिसक्यो। तिम्रो घरको रागा। यहाँ चाहिँ आमा बसिरहेछ किनभने चाहिँ अहिले पोल्ट्रीहरू चाहिँ पर गएर चाहिँ उयो पल्लो घरभित्र पस्यो भने चाहिँ फेरि उयो हुन्छ नि निक्लिनु मान्दैन नि। यहाँ पानी भरिसकेछ हौ। अन्त म चाहिँ यहाँ पानी भर्दै छु। अब यहाँ भर्नु छ हो। र अब मैले चाहिँ भर्खर चिया खाइसकेँ। अन्त अब चाहिँ मेरो काम छ भने चाहिँ यहाँ खोले पकाएर यहाँ गाई गोरुहरूलाई बाख्राहरूलाई चाहिँ दिनुपर्ने छ हो। यहाँ हेर्नु न म जहाँ आउँछु त्यता आइपुगेको। यसलाई चाहिँ बिचारा सबैले हेर्दै रहेछ ठुङ्गेर ओ भुतलाई छैन यसको त बेसी हो बेसी ठुङ्गेर नि। यो एउटा पोल्ट्री चाहिँ यहाँ चढेको छ पापाको हो। यसरी चढ्छ नि पोल्ट्रीहरू चाहिँ माथि यो के खालको पोल्ट्री हो यसरी हो चाहिँ मैले एउटा पोल्ट्री पक्रिसकेको छु होइन। जा यहाँ चाहिँ यसरी बाँच्छ हो। बस्तीको र पोल्ट्रीको कुखुरा चाहिँ बराबर बाँच्छ नि हौ यसरी। सो अब चाहिँ मेरो चाहिँ गौशालामा काम छ हो। गौशालाहरू सुन्छ अन्त बुझ्दिनु छ हो। अब चाहिँ यो सफा गर्नु छ। यसरी झिक्राहरू चाहिँ सानो हुँदैन हो। मेरो चाहिँ डेली रुटिन नै यो हो कि यो सफा गरेर चाहिँ खोलेहरू दिनुपर्छ। यतिको सफा गरेँ अब चाहिँ खोलिदिनु पर्छ। चाहिँ भर्खर गौशालाहरू सोधेर आएको हो। अन्त पुरा गरम छ घाम लाग्यो नि। घाम लागिहाल्छ हो। बिहान त धुम्म थियो म त लाग्दैन होला भनेको त घाम लागेछ आज। म चाहिँ यहाँ हातहरू धुमाएको यहाँनिर। गरम सानो छैन। सो आमा पापाहरू चाहिँ घाँसमा जानु भएको छ हो। म चाहिँ घरमै। अन्त मेरो चाहिँ घरको काम पुरा हुन्छ नि त। अब चाहिँ चारो पकाउनु छ सुँगुरको लागि हो। काटी चाहिँ राख्छु अघि नै अब पकाउनु चाहिँ छ। अन्त चारो पकाएर फेरि खानाहरू पकाउनुपर्छ हो। म चाहिँ यहाँ गरम भएर चाहिँ बसिरहेको छु र कुन चाहिँ मामा होइन के चाहिँ मलाई मनपर्छ नि त। सो म चाहिँ अल्छी लागेर चाहिँ गीत गाउनु आँटेको छु। गीत गाउनु भन्दा अब टाइम पासको लागि त्यस्तो गिटार बजाउनु चाहिँ आउँदैन नि सिक्दैछु।
चाहिँ एउटा उयो हुन्छ त्यो Can I call you baby भने गीत गाउँदाखेरि चाहिँ गिटार बजाउनु बिर्सिन्छु गिटार बजाए नै गीत गाउनै आउँदैन बरु यसरी पाला कौन है ये लोग कहां से आते हैं फुल गर्ने बानी मलाई अचम्म लाग्यो नि हो औ तिम्रो त्यो चाल देखेर आज अफुरी लाग्यो नि हो गीत पनि अब उल्टा सुल्टा गीत गाउनु छैन मलाई सो के गाउनु आजको दिन चाहिँ यस्तो छ म चाहिँ यहाँ चाहिँ नेल पेन्ट गर्नु आँटेको छु यो साइन गर्ने रे सो मम्मी पनि आयो हामीसँग छुन सके मुझे जस्ट यसको चाहिँ साइनिङ मात्रै छ हो कोही मुझे हजुर यता टेबलमा बनाइदिइरहेको छु त अन्त मैले चाहिँ साइनिङ गर्नै लागिसकेँ नङ चाहिँ त्यस्तो राम्रो छैन त्यो नि सो म चाहिँ खानु आएको छु कुन्टे मामा सो मेरोमा चाहिँ कति 3टा छ अझै भित्र पनि छ अन्त त्यो चाहिँ खानु आएको अलि त अब त लाभ पर्दैछ यहाँ चाहिँ उयो 4जना पनि छ हो हाम्रोमा चाहिँ आमा चिया खाँदैछ यहाँ पापा छ यहाँ चाहिँ आमा जाँदैछ आमाले काट्ने अरे कि आमाले काट्छ अरे ऊ यसको चाहिँ अस्तिको केस चाहिँ अलिक निकै पलाएको छ हटिन भाइ छ्याउ रेला नगरे अहिले ल आमाले लु एउटा ढलाइसक्यो यसरी हो नि त ढाल्नु भने चाहिँ उकालोपट्टि तल को जान्छ म पनि अब सजना कट्टै उयो बुटाउनु लागि सघाउनु चाहँदैछु पापाले पनि सघाउँदैछ हो यता चाहिँ यता आमाले टिप्दैछ सो म चाहिँ यताको सघाउँछु भाइ आइज त आमाले भोलि बेच्नु लाने अरे हो सजना अन्त मेवाहरू पनि लाने अरे अनि कठोर पनि छ हो को कठोर खान्छ कमेन्ट गर्नुहोस् त ल ओ माई गड त्यो चाहिँ ऊ झन्डै ढल्यो हो मेरो यता आउँदैन माथि रोकिन्छ ल ढल्नु अरे लाग्दैन भेट्दैन हो भेटेन हो सो यहाँ निकै यसमा चाहिँ निकै रहेछ है सजना चाहिँ यत्रो भइसक्यो हो यत्रो भइसक्यो अब यसको चाहिँ
दाल खाने बेला भइसकेछ सजनाको म चाहिँ यहाँ बुचुल्दैछु म संसार जित्ने आर गर्दैछु मात्र तिमी मेरो साथ बसिदेऊ अब गीत याद नभएन अब यस्तै गाहिने दाजैले सारङ्गी रेदामा खुर्क हुन्छ मन मेरो यसैला तिमीलाई देख्दामा छमछमी नाचौँ भन्छु डम्फुको तालैमा भाइ चाहिँ टिप्नु के गर्ने यो चाहिँ मा अल्छी छ कि कस्तो यो उलुसन गाह्रो उकन तिमीबाट मलाई म तपाईँहरूलाई अहिले यो सबै बुटुलिसकेर चाहिँ देखाउँछु होस् सो एक डाक्रामा चाहिँ यति थियो होइन अब अझै टिप्नु छ फेरि हामी चाहिँ तलको सजना टिप्नु गएको होइन आमा र भाइ चाहिँ उतल पुगिसक्यो म पनि जाँदैछु आमामा रात पर्नु आँटिसकिसक्यो मान्छे पनि चिन्नु छोडिसक्यो रात परेर चाहिँ नि आमाले ढाल्दैछ ए ओह्राल्नु चाहिँ सो म चाहिँ यहाँनिर सकरखण्ड खनेको कि छैन पो रहेछ बोट मात्रै हरियो हो छैन रहेछ सकरखण्ड छैन छ यो झोलाभरि चाहिँ हामीले चाहिँ यति बनायो हो अझै यहाँ काट्नु हुँदैछ आमाले यहाँ चाहिँ रात परेको अवस्था हो यहाँ चाहिँ हामी चाहिँ कठो टिप्नु हालेको मलाई पनि त्यस्तो त थाहा छैन यो तासेर खान्छ यसको चाहिँ अचार बनाउनेले बनाउँछ नि यो चाहिँ फुटेछ हो भित्र केही पनि छैन केले खाएको पनि ए यस्तो भएछ ल्याइसक्छौँ तिम्रो घरको रागालाई फकाइसके सासु आमालाई गफमा फकाए छोरी पाइनन् सासु फकाए गीत चाहिँ थाहा छैन तेल लगाएर उयो गर्नुपर्छ र खान्छ यो कस्तो छ हुन्छ यति लानु नि सो हामीले चाहिँ अब कोठा पनि टिपिसक्यो अब बोकेर लानु मात्रै छ तिनवटा चाहिँ टिप्नु हामीले यस्तो हावा चल्दैछ यहाँ चाहिँ हो यता चाहिँ भाइ छ हो सबजना बोकेर आउँदैछ रात परेर चाहिँ नि क्यामेरा चाहिँ आमा के भएको पनि फोनको क्वालिटी राम्रो ठाउँको होला यहाँ चाहिँ चोप चोएर चाहिँ यसरी राख्दैछौँ हो हामीले आमाले सबजना चाहिँ यति भएको छ हो यो र यहाँनिर यति भएको छ सो रात पनि पर्यो सो बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ मेरो भिडियो हेर्दै गर्नुहोस् होला अन्त लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला बाई बाई गाइज